वाउ कागती फलेको छ मस्तै छ बगैँचा कागतीको यो हो हाम्रो जन्मभूमि गैंडाकोट नगरपालिका 18 साबिक रतनपुर गाविस अहिले चाहिँ गैंडाकोट 18 यो हुर्जिल गाउँको 4 घरे डाँडामा रहेको हाम्रो यो जन्मस्थलको यो भूमिमा उब्जाएको यो कागती फार्म हो हाम्रो। यस्तो छ अरे गाइस पुरा कागती फलिरहेको छ यहाँ मजा छ मजा कागती पुरा कागती कागती गर्मी छ हजुर पुरै कागती यो 5-6 वर्ष भयो यो कागती यहाँ हामीले रोपेको यस्तो छ गाइस पुरै लाएर लगभग यहाँ 200-300 को हाराहारीमा होला कागतीको बोट मस्त फल्या मस्त मस्त यहाँ पुरा दाईहरू भेनाहरू पुरा कागतीको अवलोकन भइरहेछ अझै बाँझै छ केराघारी छ हाम्रो यो अझै पुरै कागती घारी Oh shit! Wow! हामी बचपनमा पुरा कटरमा चढेर खेल्ने यो कटर हो यो दोस्रो कटर हो फेरि Yes! Oh no! Hello guys! बचपन हामी खेलेर हिँड्ने हो यो थारा कटर guys hello थारा बसिरहेछ पुरी पो भन्छ क्या थारा पनि थारा त कति दामी भ्यू हो यार बबाल भ्यू वा लेखमै हो क्या यार यस्तो दामी छ कि हाम्रो भ्यू यार घरको ठाउँबाट यार बा यता बाह्रकोल यतापट्टि बेलसोरा अनि यो खेतमा हाम्रो मामा घर हो यो चाहिँ जालक्या अनि यहाँ चाहिँ कोल डाँडा यो डाँडा गाइस ए हो हामी खेलिने ठाउँ मधेस यो काउसती देवचुली अनि गैंडाकोट आधा